नमस्ते साथीहरू। आज चाहिँ मेरो नानी 9 महिना कम्प्लिट भएको छ र उसको इम्युनाइजेसन छ। आज चाहिँ लिएर जानुपर्ने। भरे कति रुन्छ, ज्वरो आउँछ होला सायद। अहिले चाहिँ यहीँ मजाले बसेर खेलिरहेछ। साथी चाहिँदैन उसलाई, त्यो अरू कोही पनि छैन नि त घरमा, अन्त एक्लै खेल्ने बानी भएको छ। खेलिबस्छ, उसलाई भोक लागेको र निद्रा लागेको छैन भने चाहिँ खेलिबस्छ। सो आज चाहिँ इन्जेक्सन छ, हेरौँ कस्तो हुन्छ। म चाहिँ अब पानी गरम गर्नु आँटेको नानीलाई नुहाइदिनुको निम्ति, किनभने भरे ज्वरो आयो भने चाहिँ फेरि भोलि पर्सि नुहाउनु पाइँदैन नि त, त्यही भएर अहिले नै नुहाइदिइहालेको। र यहाँ चाहिँ पानी गरम भइसकेको छ मेरो। यहाँनिर चाहिँ मैले चिसो पानीसँग मिक्स गरेर पानी रेडी गरेको छु नानीलाई नुहाइदिनु भनेर। यहाँ उसको कपडाहरू पनि रेडी गरेँ, किन नुहाउनुभन्दा पहिला सबै रेडी गर्नुपर्छ नि त, किनभने अहिले रुनु थाल्छ नि त, पानीबाट निस्किनु मान्दैन नुहाउनु थालेपछि, अहिले रुन्छ, त्यही भएर पहिल्यै सबै कुरो रेडी गरिदिएको छु। नुहाइसकेर पनि भाइ चाहिँ पानी खेलिरहेछ उता फर्केर, निस्किनु मान्दैन नि त। अब चाहिँ कपडा सपडा चेन्ज गरेर जानको निम्ति रेडी भइसकेको छौँ। यहाँ चाहिँ पापा छोरा रेडी छ। लु भाइ जानुपर्छ अब भनेको चाहिँ ऐना मात्रै हेर्नु व्यस्त छ नि त, उसलाई ऐना खुब मनपर्छ। लु अब चाहिँ म पनि निस्केँ। पापा र छोरा चाहिँ अघि निस्केर पनि पर स्कुटीमा बसिरहेछ। स्कुटी भनेपछि नानी फेरि हुरुक्कै हुन्छ स्टार्ट गर्ने बित्तिकै। अहिले चाहिँ पुगिसकेर पनि हामी वेट गरिरहेको छौँ। सबैजना आएर बसिरहनु भएको छ आफ्नो नम्बर पर्खिँदै। मान्छे कम्ती भएकोले फर्स्टमै हाम्रो नम्बर आयो नानीको, त्यसैले इन्जेक्सन लाउनु रेडी छ। म चाहिँ डर लाग्छ र आज उसको पापालाई पक्रिनु दिएको। म चाहिँ हेर्नु सक्दिनँ नि त, एकदमै डर लाग्छ। फेरि अहिले बदमास गर्ने भएको छ नि त नानी, त्यही भएर मलाई चाहिँ आँट आएन। तर एकछिन मात्रै इन्जेक्सन लगाएर अब चाहिँ हामी घर आइपुग्यौँ। इन्जेक्सन लगाएर भाइ चाहिँ सुतिरहेछ। दबाईहरू पनि खाएर आएको नि त ज्वरोको, त्यही भएर अलिक आराम भइरहेको होला, खेलिरहेछ अहिले चाहिँ। खाना पनि खायो, दुखेको छैन होला, त्यही भएर खेलिरहेछ। अहिले चाहिँ एकदम पसिना पसिना भएर चाहिँ खेलेर, त्यही भएर कपडा सपडा खोलेर एकदम मजाले रिल्याक्स बनाएर सुताइदिएको छु। अब हेरौँ ज्वरो आउँछ कि आउँदैन। पुरा खेलेको छ आएर, खुट्टाहरू पनि पुरा चलाएको छ, दुख्दैन होला सायद। सो हेर्दै गर्नु होला साथीहरू। थ्याङ्क यू फर वाचिङ। बाई बाई एन्ड सी यू इन नेक्स्ट ब्लग।